नमस्कार जय साथीहरू। आज म कसरी लोकल कुखुराको मासु बनाउँछु त्यो तरिका देखाउँछु है त। सुरुमा मैले लोकल कुखुराको मासुलाई लिएँ अनि त्यसमा मैले आधा चम्चा पिसेर राखेको खुर्सानीको धुलो हालेँ अनि 1 चम्चा नुन, 1 चम्चा बेसा अनि 1 चम्चा पिसेर राखेको धनियाँको धुलो, 1 चम्चा पिसेरै राखेको जिराको धुलो, आधा चम्चा मरिचको धुलो अनि लसुन र अदुवाको पेस्ट पनि त्यसमा 1.5 चम्चा हालेँ। अलिकति तेल हालेर मैले यसलाई राम्ररी मुछेर आधा घन्टाको लागि छोपेर राख्छु साथीहरू। यसरी छोपेर राख्यो भने एकदमै नरम हुनुपर्छ है मासु अनि एकदमै मिठो एकदमै स्वादिलो पनि हुनुपर्छ। अब यो मासुमा हाल्नको लागि मैले यतातिर मसलाहरू तयार पार्दैछु। एउटा प्याज, 3टा गोलभेडा अनि एउटा खुर्सानी, किनकि मैले खुर्सानीको धुलो पनि हालिसकेको छु। हामी पिरो धेरै खाँदैनौँ, त्यही भएर एउटा मात्रै खुर्सानी हाल्छु म। अनि मैले कुकर तताएँ। कुकरमा तेल हालेर मैले अलिकति मेथी हालेर अनि तेजपत्ता हालेर त्यसलाई पकाएँ अनि अघि काटेर राखेको प्याज अनि गोलभेडालाई पनि त्यसमा हालेर मैले पकाएँ छोपेर। हुन त सबैको आफ्नै तरिका हुन्छ होला पकाउने। मैले यसरी बनाउँछु साथीहरू। तपाईँहरू पनि एकचोटि अवश्य ट्राई गर्नुहोला यो तरिका। अनि अघि मैले बेसार पनि हालेको थिएँ, अलिक कम हुने जस्तो भएर मैले यसमा फेरि पनि बेसार हालेर मैले एकछिन पकाउनलाई छोडेँ। अनि अघि त्यो मासु मैले मोलेर छोपेर राखेको थिएँ, त्यो मासु अब हालेर यसलाई पकाउँछु साथीहरू। मैले नुन पनि अघि नै हालिसकेको छु र पनि अलिक कम हुन्छ भनेर मैले 1 चम्चा फेरि पनि नुन थपेँ। तपाईँहरू कतिको नुन खानुहुन्छ त्यही अनुसार एड गर्नुहोला। अनि त्यो खुर्सानी काटेर राखेको त्यो पनि एड गरेर यसलाई मजाले चलाएर अनि छोपेर पकाउनुपर्छ साथीहरू। मैले यसमा पानी हालेको छैन है। मिडियम टु लो हिटमा मैले 4-5 मिनट जति पकाउँछु यसलाई। अब यो लगभग पाकिसकेको छ साथीहरू। यतिको भयो भने अब म अर्को भाँडामा यसलाई खनाउँछु। अर्को भाँडामा मैले खनाइसकेँ अनि अलिकति मैले पानी पनि हालेँ है। अब चाहिँ अब यो तेजपत्तालाई मैले निकालिदिन्छु अनि मिट मसला पनि मैले यसमा एड गरेँ। तपाईँहरू मसला कतिको खानुहुन्छ त्यही अनुसार हाल्नुहोला। अनि हरियो धनियाँ पनि मैले काटेर तयार गरेको थिएँ, त्यो पनि हालेर मैले यसलाई राम्ररी चलाउँछु अनि यो पाकेर तयार भयो साथीहरू। तपाईँहरू कसरी बनाउनुहुन्छ? यसरी बनाउनुहुन्छ कि कसरी बनाउनुहुन्छ? कमेन्ट गर्नुहोला। अनि एकचोटि यसरी पनि बनाएर खानुहोला। नयाँ तरिकाले बनाएर खायो भने धेरै मिठो हुने गर्छ साथीहरू। यो लोकल कुखुराको मासु वाउ! धन्यवाद।